रिनाक रुङदुमस्थित 10 वर्ष पुरानो कलेजको जीर्ण अवस्था देखेर शिक्षा मन्त्री राजु बस्नेत दङ्ग बने। उनी कलेजको महिनाव्यापी कार्यशालाको शुभारम्भ गर्न आएका थिए। 21औं शतीमा हामीले हाम्रो नानीहरूलाई इन्फ्रास्ट्रक्चर दिँदाखेरि यतिको केयरलेस प्रकारले है यतिको नराम्रो प्रकारले दिएको मलाई एकदमै दुःख लाग्यो। हाम्रो प्राइभेट घरहरू बनाउँदाखेरि हामीले कतिको ध्यान दिन्छौँ है, हुनसक्छ आज इन्जिनियर्सहरूको घर कस्तो होला र यो कलेज कस्तो होला कम्पेयर गर्नुपर्ने थियो क्या। सिक्किम सरकारमा एसिस्टेन्ट इन्जिनियरको पदभारबाट करियर आरम्भ गरेका मन्त्री बस्नेत सचिव पदसम्म पुगे। उनले विगत सरकारको पूर्वाधार निर्माणमा भएको लापरवाहीको आलोचना गरे। हुन त यो विगतकै सरकारमा बनिएको इन्फ्रास्ट्रक्चर रहेछ। दुःखलाग्दो कुरा छ, कसैले ध्यान दिँदैन। नोबडी एप्लाइज देयर माइन्ड, नोबडी। कन्ट्र्याक्ट अवार्ड गर्नु, टेन्डर गर्नु र कन्ट्र्याक्ट अवार्ड गर्नु मात्रै इन्जिनियरिङ सेलहरूको जिम्मेवारी हो। त्यहाँदेखि पछि आएर बिल बनाएर पास गर्नु, तर निगरानी राख्ने उहाँहरूको एकदमै उहाँहरूलाई जरुरतै महसुस हुँदैन। यो एकदमै अचम्म लाग्दो कुरा छ। इभन जुनियर इन्जिनियर धरि साइडमा बस्दैन। उनले रिनाक कलेजको पूर्वाधार निर्माण तथा मेन्टेनेन्समा भएको लापरवाहीको सम्बन्धमा मुख्यमन्त्री एवं स्थानीय विधायक पीएस तामाङ गोलेलाई पनि अवगत गर्ने तथा आवश्यक कारवाही गर्ने बताएका छन्। रिनक मुख्यमन्त्री महोदयको इलाका, यो सेमसारको कन्स्टिट्युएन्सी पनि पर्छ। यहाँ यस्तो केयरलेस हुन्छ भने अरू ठाउँ झन् के हुँदो। राष्ट्रिय उच्चतर शिक्षा अभियानद्वारा प्रायोजित सो कार्यक्रममा कलेजकी प्रिन्सिपल डाक्टर शोभा शर्मा वशिष्ठले कलेजको विभिन्न समस्याहरूबारे अवगत गरिन्। सो कार्यक्रममा विशिष्ट अतिथिको रूपमा उपस्थित शिक्षा विभाग अन्तर्गत उच्चतर शिक्षाकी सचिव तेन्जिङ किजोङले पनि कलेजको समस्याहरूबारे आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। कार्यक्रमको सञ्चालन डाक्टर रचना शर्माले गरिन् तथा स्वागत सम्बोधन केसाङ ओङ्मु भोटिया तथा धन्यवाद ज्ञापन प्रस्ताव डाक्टर चुन्नुमाया दिदीले राखिन्। Oh